नव वर्ष 2082 साल को देश विदेश तथा नेपालमा रहनुभएको सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। साथै 2082 साल तपाईँहरूको जिन्दगीमा खुसियाली बनेर आओस् प्रार्थना गर्दछु र भगवान् श्रीरामको आशीर्वाद सम्पूर्ण हिन्दू जनसमुदायमा होस् र सम्पूर्ण जगतलाई भगवान् श्रीरामसँग कामना गर्दछु। सम्पूर्ण जगतलाई भलाइ गरोस् र 2082 सालको चाहिँ नेपाल पुनः हिन्दू राष्ट्र बनेर दुनियाँमा एकमात्र हिन्दूहरूको राष्ट्र भनेको नेपाललाई चिनिन्थ्यो र 2082 सालमा नेपाल चाहिँ हिन्दू राष्ट्र बनिन्छ भन्ने म आशा विश्वास लिएको छु। जय श्रीराम, जय हिन्दू वर्ष, जय विक्रम सम्वत, जय श्री